छरौ बेलवा बजार गया छिया जाति गरी भोग लागिया छियो छरौ करले ठुलो कसियो भनेर ममा दिया छरौले मैले 2 थाल लटकाया आ जाति मिठो भयो पछि घर आएर थपाएर भुइसा मम रह इन छरौको देउता लाउनलाई माथि टोल पाता भाइज नहुने छ भने ताई गरुला ताई तिनका बाउको ए कान्ता हजुर दाइ एकछिन हात बरु तँबाट यही सेटेन ल यो भाते बि लास्टै मात्या कुरा गर्दो रहेछ एकछिन आइजान यसैबाट म कन बोलाउँदो हेर तेरो काममा म आउला कि तँ आलैबाट यही सेटेन बट्टा पहिला यो हेर न यो ठुलो पल्टेको आइजान भाते काम छ आछरा बट्टाया म कन बोलाइकन कोठी उता लिइकन मुन्टो मुन्टो उठिला भनिकन मेरो सबै सामान ल्याउला ताई बट्टाया मैले के लाटो हुन्छ बट्टाया म आउँदैन ए भाते मलाई तँलाई मार्नु नै थियो भने यहीँबाट एक ढुङ्गाले हानेर पक्लकै मारिहाल्थे रे तँलाई चाहिँ बोलाएर के प्लान बनाउनु पर्छ त भातेलाई एकछिन आइजान तेरै फाइदाको लागि काम छ अच्छा यहीबाट जाति गल्ले एकछिन भाइजा भाइ क्या गर्छ रह बट्ट भाइजा ए बट्टा ए क्या बनी त क्या बनी जाति गरी के कोक्कन खुनियारी बोल्दै है त ए केलाई बोलाइ त ए बट्टा के तेरे के लाडु दुख्यो यी भाते के को पेट दुख्ने के को लात दुख्ने हो र त भातेलाई त्यो पुन्दलाले कति लुटिरह यस्तो सोच त पैसा तेरा किडा तेरा जडीबुटी तेरो बेच्ने त दुःख पाउने त डोल्पाबाट ल्याउने त अनि त्यो बेच्या बापत त्यो पुन्दलाले तँलाई कत्रो पैसा लुटिरहेछ यो सोच्दैनस् ओहो मेरा फुला पडी आँखा बल्ल खुल्दियो त बट्टा अब के गर्ने होला त अनि त अब हेर म तँलाई के सल्लाह दिन्छु भने तर म मिलौ मलाई केही चाहिँदैन तेरा जडीबुटी म बेचिने भए मलाई दिनमा 500 भए पुग्छ ल बट्टा तैँले पनि म मान्ने भया त्यो छेपाडै छोडियो कि त्यो भ्यागुत्तै छोडियो त त्यही मकन मिलाइदियो बट्टा त्यो जति चुवाक लाग्यो ए कान्ट ल ढुक्क हो न त्यो भ्यागुत्तेकी छोरी तेरी जोइ भइ ल भयो आजबाट तेरी जोइ जे गत्ता हौ गर दाइ मकन त्यो भ्यागुत्तै हो कि त्यो छेपाडै छोडियो त दाइ त्यही मिलाइदेऊ त्यो पुण्डलाको त्यो भुन्ने छोरा यही गपाडी मात्रै रह यही भुन्ने मात्रै रह कामै गरेन छोराले यी भाते त किन चिन्ता गर्छस् अरे इन्स्पेक्टर साहब कहाँबाट हुनु र जोनी प्रसाद पल्लो गाउँ हार्ने साई लाग्यो छोरी पहिला गइरहेछ त्यो हामीलाई खोज्दियो अरे त्यो हाम्रो काम हो त बर्दुन भन् त कहाँ जाँदैछ ए इन्स्पेक्टर म कहाँ जाने हो र जडीबुटी बेच्न जान लाग्यो जडीबुटी बरु यसो 4-5 वटा हेर्चकुमा चाहिँ राखिदिनु न होइन ए फटा तैँले कहिलेबाट हेर्चकुमा बेच्न लागिस खै देखा त हेर्चकुमा कस्ता हुन्छन् ए इन्स्पेक्टर साहब आजै सुरु गरेको ए कान्टा अरे कहाँ गयो त्यो मान्छे को कान्छालाई खोजिरहेछस् फेरि अब एउटा मान्छे थियो ठाउँको ठाउँ बिला मेरो भाइ थियो के मान्छे पनि कही ठाउँको ठाउँ बिलाउँछ कस्तो चुतिया कुरा गरिरहेछ भाग मान्छेको टाइम यता मान्छे किन आउने मान्छेले गर्नु भइरहेछ अब झ्यापै सँगै आएको बिला के अरे म के गरौँ त कहाँ गएछ त्यो मान्छे फेरि के छ सानो के गर्दै बा ए घन्टा ओइगेर घन्टा हुँदै चातको तेरा खाउँदै के मच्चा पडियान यो कन्ट्रा केलाई यस्तो जङ्गी दै त फेरि तोरो म त दाजुभाइ हौ त आन्दा गाछिया यही अन्दा गासिया गरे त्यो त मेरो सौतेलो दाइ हो यो कन्ट्रा केलाई भुन्दै यही त सौतेलो हौतेलो केलाई लगाउँदै तोरो म त एकै थालाउँदो भात खाने एकै टोइलेट आउँदो हग्ने यही तु केलाई गर्दा व्यापार हेबार कहि त बे आइबा आउँदैन त मेरा घर पुडा तेरा गरे के म हगियो बिहान बा हगियो छिरिया खाना आऊ ह छेपडा हो कि उकी छोरी मिलाइदियो भ्याकुत्तै छोरी मिलाइदिउँ ला हुने हो यसै गुम्बामा फाइदा गर्छौँ ला हुने हो ए कुडामा त 18 गर्ने त्यो दाल त गरी पाएर म आउँला ओ जोया जोरा छरा न क्यान यस्तो खस्सी द एक घण्टो यसरी कसिनु पर्ने आवश्यक नै तोकन क्याला गर्दा एक घण्टा कोही भुतुत्ता लाग्यो नै तोकन यहाँ खुले बुत्ता लाग्यो नै तोकन त्यो कालडुङ्गा कालो बुत तोछराक लाग्यो होला मेरा उही बेला पैसा लुने त्यहाँबाट यसै गुम्बा खाइदिने भ्याकुत्ता कि छेपाडै छोरी मिलाइदिउँ ला भने नमिलाइदिने यही कुडामा त 18 गर्ने तोछराक लाग्यो होला कालो बुत तोकन लाग्यो होला सेतो बुत होइन तेरो साको सुन्दर लाग्यो होला बुत अरे कान्ठा यस्तरी क्यालाई जुङ्गी द हे कमारिया छरा मिलाइदिउँ न त डाइरेक्ट हाम्रो लभ पड्दैन क्या तेरो डाइरेक्ट हामी हात माग्न जाने भ्याउत्या गरे तेरो विश्वास गर्नु भन्दा म कुकुरमा विश्वास गर्ला 18 को हेर्ने हाँस्ला
ये कांटा केला 18-19 कुड़ा का था समस्या क्या हो समस्या भन्नु पड़े ना तो कने समस्या हुनाइ के मैले क्या तो म कने चाहिने न पाइने न मेरा बाउ पट्टी हो न मेरी आमा पट्टी हो त्यो समस्या के आ गरे समस्या के आ गरे ये कांटा भएको धेरै नजुङ्गे भो यासा गुम्बा 2 3 4 5 कति राखे होला व्यापार नगरे धेरै भ्या पैसा चिल्याहन जाउँ हाड पुडोमा गाउँ पुडो व्यापार गरिकन आउला यार तो बुन्दा त गरीब ढाल द बुन्दा त पर गोठाउँ त बसिया थियो नि त्यो जोनी पसाद हो त्यही छोरा मलाई एकदम ठीक लाग्यो तो त यही ढाने मेरा यासिङमा खाइ छोरी मिलाउन हकि नै अहिले आइकन 18 कुरा गर्ने अब त बस मेरा आउके पछि 1 नाइ 2 नाइ 3 नाइ म त भाइ त त्यही उत्तै गर्ने हौ त्यही मगन कायदा लाग्यो सब राम्रो लाग्यो त्यही भाइ त ये कांटा ए उसले बिगार्दैछ नि यसलाई भर्खर व्यापार गरेर एउटा राम्रो घर हालौँला भनेको हात आएको माल त्यही पक्कम त्यही जोनी बस्छ धनमाया दिदी ए धनमाया दिदी ती बिहान मेरो कु आएको थियो निन्दा डिस्टर्ब गर्न मम्मी त्यो आयो अहिले जापानिज केटालाई यहाँ लिएर आयो भनेपछि यही औँलाले पछाडि यसरी भुमपाच हानेर ठहरे बनाउँछु दिउँसै मेरी धौलीसँग बस्ने डेटिङ पक न पक आओस् न मात्र त्यसलाई त मैले आज यो हान्छु नि पक ह्याप्पी साउने सङ्क्रान्ति है धनमाया दिदी म त गाउँभरि साउन मनाउँदै हिँडिरहेको छु त अरे आया यसरी मनाउँछन् त सानो सङ्क्रान्ति पनि हरियो चुरा लगाउने हो रातो मेहन्दी लगाउने हो हरियो कपडा लगाउने हो अनि पो सानो सङ्क्रान्ति मनाउने हो त धनमाया दिदी पनि मोडर्न जमाना आउने त त्यही भएर यति त गर्नु पर्यो क्या रे मोरेन हो कि गोरेन हो त्यो भन्दै माथि हाम्रो रीतिरिवाज त बिर्सिनु भएन त आफूले बिर्सिँदा केही भएन हामीले बिर्सिँदा चाहिँ यस्तो के बिर्सेको छु मैले साउनमा हरियो चुरा लगाएकै छु सोमबार व्रत बसेकै छु माछा मासु खाएकी छुइनँ अनि त्यहाँ त कस्तो हुन्छ त के बिर्सिने हो र अरू तपाईँले ज्वाइँ बिर्सिनु भयो गिठीलाई बिर्सिनु भयो क्या रे अहिले यो जापानिज बुवाईलाई घरमा ल्याएर बसाल्नु भएको छ राख्छु त तँलाई के गर्छ त तेरो टिक्दै खाने तेरो नसुने मेरो छोरीलाई त्यही सुहाउँछ त त्यस्तो भन्न खोजे होइन क्या धनमाया दिदी तपाईँको ज्वाइँ त एकदम राम्रो छ आहा कति राम्रो हेर्नु त आहा तपाईँको ज्वाइँको र छोरीको त कस्तो राम्रो जोडी मिल्छ म त बस यतिका कारणले आयो कि तपाईँको ज्वाइँलाई छोरीलाई अनि तपाईँलाई साउने सङ्क्रान्तिको शुभकामना दिन मात्र आएको अरू केही होइन के धनमाया दिदी यस्तो पनि राम्रो मान्छ त बरु धनमाया दिदी यसो ज्वाइँलाई मसँग पठाइदिएको भए यो साउन्डको महिनामा गाउँभरि घुमाइदिन्थे ज्वाइँलाई पनि मजा आउँथ्यो कि त्यसो भने त पठाएछु मेरो ज्वाइँलाई जानुहोस् अहिले गाउँभर घुमाइजान्छ राम्रोसँग घुमेर सादा खाना यहाँ आउनुहोस् है ल हुन्छ चाहिनु पर्यो साउना मासु पकाएर खानुहुन्न रे अब यस्तै साग पात हरिया चिज पकाएर खान्छ त होला सब्जी त हाल्नु पर्यो अब चाहिनु पर्यो साउन मनाउने भन्छन् सधैँ हरियो खाने त नि मासु सासु बारियो अब हरियो खाने हरियै अग्नि अब यतिको पाके पनि यो कसो ढिँडोसँग मिठो नहोला मैले जस्तो साउन कसैले मनाउला त पाकेछ त हल्का पानी पनि हाल्नु पर्यो आहा झोल पनि हरियो यो हो नि त साउन मनाउने तरिका होइन भ्यागुते त खेतको आलीमा खाना बनाउने ठाउँमा घरको आँगनमा पो खाना बनाइरहेछस् के हो पारा साइन नपरो मुखियाजी घरमा लाउने कपडा छैनन् क्या हो बर्खा लाउने बर्साती ओढेर आउनु भएको त ए भ्यागुते मेरो भाइ बर्साती होइन यो सिजन अनुसारको कपडा लगाएको मैले साउन महिनामा हरियो लाउनु परेन हामी जस्तो हुनु पर्यो नि भ्यागुते महिनामा सिजन अनुसारको कपडा फेर्ने साउन महिनामा छुट्टै छ तिजमा छुट्टै हुन्छ रातो तेरो हैसियत भयो भए हुन्छ चाहिन्न परो ठ्याक्कै पत्ताए के मुखियाजी है कपडा नभएर बरु बर्साती ओढेको भन्नुहोस् न कपडा छैन भने मलाई भन्नुहोस् क्या कपडा कति छन् लन्डनबाट ल्याएका कपडा ए भ्यागुते मान्छे जस्तो छ त्यस्तै खाना पनि हरियो बनाएको छ मान्छे पनि हरियो छ अर्कालाई चाहिँ कपडाको दाग दिन्छ चाहिन्न परो साउन मनाउने भन्दैमा कपडै नभएका मान्छे हेर न बर्साती ओढेर आछन् साउन मनाउने त्यसरी हो र साउन मनाउनलाई त हरियो खान पर्यो हरियो लाउन पर्यो त्यस्ता बर्साती ओढेर हुन्छ बर्साती गरी के को बर्साती
सिजनल कपडा भनिन्छ भ्यागु त्यसलाई अमेरिकादेखि मगाएको मलाई डोनाल्ड ट्रम्पले पठाइदिएको गिफ्ट हो डलरमा हो चाहिनु पर्यो कपडा सपडा छैन त्यसै ठुला कुरा हामी जस्तो हुनु पर्यो नि साउन आएपछि हरियो खाने तिज आएपछि रातो खाने दसैँ आएपछि पहेँलो खाने जस्तो हुनु पर्यो नि हामीले जस्तो महिनै पछि मराउनु पर्यो नि ठुल्ठुलो कुरा गर्दो रहेछ मुकेशसँग चामल चाहिएको छ भने घर आइस घाँस पकाएर नाखा हरियो भनेर हामी जस्तो लायो खालामा अलिक गेटअप दियो तैँले पनि तिमीलाई नचिने हो र काजी तिमी यो गाउँको काजी होइन हौ पाजी हो हेर न कपडा नभएर चाहिँ बर्साती ओढ्छौ मलाई चामल दिने रे मैले त साउन पो मनाएको त हरियो खाएर चाहिनु नपर्यो यता त ठाउँ पनि कस्तो राम्रो राम्रो छ भाइ जापानिज भाइ जाऊ, माथि माथि अनि कहाँ नि गाउँघरतिर घुमाउँछु भनेर जङ्गलतिर खेल्न लाग्छौ तिमीले त राम्रो राम्रो भ्यू छ के जापानिज भाइ हिँड न माथि पहिला हिँड हो जान त मन छैन मन छैन ल हिँड त ऊ मेरो साथी फेर हेलो के छ साथी बसाउ न गरम न आउन साथीले बसालाम के त माया लागेको छ बस साथी बस न हो कस्तो भनेको बस हो साथी के छ साथी हाम्रो जापानिज भाइ साथी अरे जापानिज भाइ के छ खबर आज भोलि त तिम्रो रासो बासो उतै छ मेरी धौलीसँग जतिखेर पनि अगाडि पछाडि डुलेको देख्छु त्यस्तो होइन के दाइ धौलीले हाम्रो घर जाम भात सात खाम भन्थिन् अनि त्यसको आमाले पनि बोलाइरहेछिन् अनि 2-3 दिन उतै बस्छु भनेर गएको म त आइ के व्यवस्था गर्ने गरिहालौँ त छिटो व्यवस्था त गर्नु पर्यो त मेरो भाइरलाई त ल है नगर्नु न बाटोले सिकाउने कता हिँडा जस्तो माने थिएँ बाहिर जाउँ यता यता हो ल ल हो दिउँ माटिने दिउँ आन कि छे ओए जापानिज ओए